स्वाहा तपाईलाई हान अन्तले बसिरहनु भएको छु दिदी एकजना यसमा भयो हुन्थ्यो तिनीहरूको भिडियोमा लाउनु थियो नि त के अब मान्नु पर्यो नि त छोरी यसलाई निकाल भने ए कस्तो राम्रो यो कलर पनि राम्रो छ हेर न यो पतलो छ और सब मोटो च्यानल आजको ब्लग चाहिँ रातिको कति बज्यो 8 बजे लाग्यो हामी रसलखेमाको मनार मलमा आएको छौँ अनि यहाँ चाहिँ यस्तो छ भिड कति धेरै छ भिड अनि यहाँ स्टलहरू पनि लगाएको छ म हजुरलाई देखाउँछु कति मजाले स्टलहरू लगाएको छ कफीको फ्लेभर आइरहेको छ क्या बास्ना है कति पुरै विन्टरमा चाहिँ मजाले यहाँ स्टलहरू लगाउँछ क्या योभन्दा अघिल्लोचोटि भ्लगमा पहिला पनि बनाएको थिएँ अहिले पनि बनाउँदैछु ट्याक्कै टाइम मिल्यो त्यही भएर दाइ दिदीहरू चाहिँ उता क्यारिफेयरभित्र होइसिन्छ अरे अनि हामी चाहिँ यहाँभित्र ठ्याक्कै भित्र पस्दाखेरि पुरा आवाज आयो के रहेछ भनेर त कस्तो भिड छ बाफले एकदमै रस छ यसो एक्सप्लोर गरौँ न उता पनि छ सबै खानेकुराको मात्रै स्टल छ यहाँ छोरी उसको मात्रै छ एक्लै बसिरहेको थियो अब त्यहाँ प्रोग्राम सुरु हुन लागेको छ हेर त त्यहाँ अफिसमा के हुन लागेको छ देखाउँछु त हजुरहरूलाई पनि later एकछिन त्यहाँ उसहरू स्टल हेरेँ त्यसपछि अफ्रिकाको के हो स्टन जस्तै हेरेँ होइन स्टन के भन्छ त्यसले अब चाहिँ दाइ दिदी भएर जाँदैछौँ हामी क्यारिफेयरमा हुनुहुन्छ है के थाहा पाएको खै अघि खै त आन्टीलाई चाहिँ अब के खोजिरहेको थियौ तिमीले यो प्राइस खोजेँ ए चिसक्यो के खोल्न लाग्यो 1 hour later बेबी कस्तो लागिरहेछ त अङ्कल र आन्टीको गाडीमा चढेर निको लागिरहेछ हामी नाच्दै आएको है गाडीमा नाच्दै किन एकचोटि के बेबी त्यो हो टिस्यु पेपर हो मजा आयो मजा आयो बेबीलाई चाहिँ हाम्रो दाई दिदी मुकेश चाहिँ दाईको गाडीमा अनि बेबी चाहिँ हाम्रो गाडीमा आएको होइन बेबी बेबी यो गाडीको ओनर हो नि त हो सानो मान्छे हाम्रो गाडीको ओनर हो भन्दै सी इज ओनर अयो
both have 50-50% partnership. को अङ्कल र छोरीको You and you. ए I'm only driver. आन्टी एन्ड छोरीको है हामी त 50-50 पार्टनर्स रे नि त यो गाडीको ओनर अङ्कलले भने हो भन्छ ऊ पनि I am a दाइ driver. दिदी पुगिसक्नु भयो होला मुकेश पुगिसक्नु भयो होला हामी चाहिँ यहाँ फसिरहेछौँ सिग्नलमा The next day. नेक्स्ट डे भइसकेको छ आज चाहिँ कहाँ हो रे आएको हामी दिदी हामी के अरे सागर पार्क पार्कमा? हाम्रो पार्कमा है मेरो पार्क होइन हाम्रो पार्क पार्क उमर पनि छ यो हाम्रो पार्क हो अनि क्यामेरा पछाडि चाहिँ मेरो हस्बेन्ड मुसु मुसु हाँस्दै बस्नु भएको छ म देखाउँछु हजुरहरूलाई यहाँ हुनुहुन्छ भ्लग गर्ने मान्छे हेलो भनिदिनु न त हेलो यहाँ रमाइलो हेर्दै बसिरहेको कति प्याक छ क्या आज त धेरै मान्छेहरू छन् है के भन्दै हुनुहुन्छ के भन्दै सबैको हाम्रो यहाँ पुरै छाया देखिरहेछ छाया देखिरहेछ कोही घाँसमा त मान्छेहरू नि कति राम्रा राम्रा आउने हुन् के ओहो दाइ हाई हाई भन्दैछु न हो होइन कस्तो राम्रो आएको छ क्या दिदीले हँसाउनु भयो कस्तो मजाको के हो हरियो देखेर कस्तो राम्रो क्या उहाँ चाहिँ प्ले गर्ने ठाउँ हो त्यहाँ चाहिँ अब हामी पछि जान्छौँ त्यहाँ चाहिँ गुराँसै फुल्यो बनैमा भन्दै क्या कपिराइट आउने होला है यो गाई पनि हो ए मजा आइरहेछ मजा आइरहेछ दुइटै हात यसो गरेर दिदीको हातमा एउटा मोबाइल छ मेरो हातमा एउटा मोबाइल छ मजा आइरहेछ यहाँ छ दिदीसँग मजा आइरहेछ त्यो दाइ हेर्नु न दाइ के सोचिरहनु भएको छ थाहा छैन पछि म जुम गर्छु दाइ के सोचिरहेको छ हो क्रिकेट खेल्न लागेको छ उता दिदी दाइ मुकेश म बेबीमा बराबर गर्दै ओ चौका भयो क्या हो दाइले हाने त पुरै चौका भयो जस्तो छ थाक्यो बाफरे मुकेश पुरै खोक्दैछ म दौडिँदा दौडिँदा दाइ उहाँ हुनुहुन्छ पुरै ब्लर आइरहनु उहाँ कुना हुनुहुन्छ दाइ खोइ भएन अघि कस्तो मजाले आएको थियो ल गर हो कति राम्रो आयो नि ल अब बनाऊ ल ल म पनि बस्छु ल ल गर खै गर धन्न लागेन ल गर गर न ल सर गर्दै आयो कि नै थाहा छैन सर गर्दै कपालमा पर्ला आन्टीको ल ल ल आन बेबी अङ्कलले बल फ्याल्ने छोरीले हान्ने क्रिकेट होइन ल कहाँ बेबीलाई दिदीले सिकाइरहेको छ स्वाहा तपाईँलाई हान ए धेरै माथि हान्छ क्या ल हान ल भएन ल हाम्रो चम्पाकली चम्पाकली स्वाहा तर दाजु तपाईँलाई ए रूपा अन्तले बसिरहनु भएको थियो यहाँ बुढाबुढीको ब्याडमिन्टन चलिरहेछ यहाँ पुरा यहाँ के अरे ब्याडमिन्टनको म्याच हुन्ला अब कसले जित्छ त्यसले पार्टी दिनुपर्छ ए जसले जित्छ त्यसले पार्टी दिनुपर्छ
अब चाहिँ हामी यहाँ खेल्न जाँदैछौँ लाइटिङहरू पुरै अन भइसकेको छ अब चाहिँ मजा आउँछ खेल्नलाई तर अलिक उज्यालोमा गए भए हुन्थ्यो क्या दिदी यो पार्कमा प्ले गरिसक्यौं अब हामी त यहीँ थाकिसक्यौँ खेल्दा खेल्दै त्यहाँ जाँदा झन् थाक्छ मलाई म बसेको छैन म फर्स्ट चोटी जान लाग्छु यहाँ म पनि गएको छैन फर्स्ट चोटि हो ठोकेलाई दियो पुरै छ यहाँ त फन सिटी जस्तो त हो यो होइन दि फन पार्क भनौँ न फन सिटी होइन नि अब चाहिँ हामी जाँदैछौँ के खेल्छौँ हजुरलाई देखाउँछौँ क्या त्यस्तै हुन्छ ए ए ल यो त बन्द भयो क्या यो त बन्द भयो जस्तो छ यो मान्छे छैन हेर न मान्छे नभएर नखेला होला सायद पुरै दिदीले भन्दै हुनुहुन्छ यो डेन्जर हो कुनै पनि खेल्न नपाउने हो क्या दिदी सबै एउटा यो घोडाको चलिरहेछ अनि त्यसपछि त्यो बच्चाहरू खेलेको चलिरहेछ यो पनि बन्द छ ऊ त्योवाला पनि बन्द छ ऊ त्यहाँ त्यो राउन्डिङवाला पनि बन्द छ अनि यो पनि खुल्लै छ यहाँ पनि मान्छेहरू बसिरहेछ अब हामी चाहिँ के खेल्छौँ हजुरहरूलाई देखाउँछौँ खेल्न पाउँछौँ किनभने प्रायः सबै खाली खाली छ थाहा छैन अब कुन खेल्छौँ हामी यसमा जाने भनिरहेको छौँ तर एकदम स्पिड छ यार मुकेश के गर्ने जाने हो धेरै स्पिड छ थाहा छ मास्क लगाउनु पर्छ थाहा छ मुकेश र बेबी जाँदैछन् यहाँ ट्रेनमा ल जाऊ 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 पक्का उनी निक्लिया छैन ल जाऊ अब ल जाऊ ल जाऊ इसमें सिर्फ 8 है इसमें बस बस जहाँ बसे नि हुन्छ तिमी अगाडि बस्ने दादा पछाडि हो ए ल ल ल बस बस ल ल ल ल हाम्रो बेबी र मुकेश गए है आइ भन Baby. माथि गर्दैछ यता हेर न यता बेबी यता यता बेबी यता हेर न ल हेर न हेर भने खेल्ने भनेको छ अनि डराएको छ हेर न यता हेर हेर यहाँ छ हामी हेर न एकचोटि हेर न एकचोटि हेर उसले उ गरेपछि बल्ल हो ऊ जाने मजाले गइरहेको थियो क्या भयो भने थियो अहिले चलिरहेको छ चलिरहेछ त्यहाँ साना लगाएको छौँ अघि त अन थिएन अन छैन भनेर थियो बन्द भयो भनेर थियो अहिले त खुलिरहेछ फेरि अब यसमा हामी जान्छौँ हामी जाँदैछौँ यहाँ यो केही छैन भने आऊ ए यो स्लो हो एकदम डर पोकेर न स्लो हो भने त्यही भने किन स्पिड हुँदैन क्या यसमा स्लो नै हो स्लो हो क्या धेरै उ छैन क्या बाई अब तपाईँहरू जानु हामी त नजाने दिदी नजाने
बाय। नेपाल से आप कहाँ से हो? बलुची। अब चाहिँ हामी छोड्यौँ यहाँ बेबी हेर न फेरि आँखा उ गर्दैछ। कस्तो लागिरहेको दि? अब हामीहरू फर्स्टचोटि म चढ्दैछु है। तपाईँ अझै चढ्नु भएको अहिलेसम्म चढेको छैन। मेरो चाहिँ यो सेकेन्डचोटि हो। म काठमाडौँमा एकचोटि चढिसकेको छु। सानोवालामा चढेको छु हामी भन्दा अब जस्तो सानो हुन्छ त्यस्तो चढेको छु तर केही हुँदैन मलाई समाउन। ठुलोवालामा चाहिँ फर्स्टचोटि चढ्दैछु। को हाम्रो केहरू खै हाम्रो पार्टीहरू कता हो थाहा छैन। हामीले गल्ती गरेँ त्यही भएर तिमी एकजना उसमा एकजना यसमा भयो भने चाहिँ तिनीहरूको भिडियोमा लानु थियो नि त। के अब मान्नु पऱ्यो नि त छोरी। राकेशलाई निकाल भने ए बाबुको मोबाइलमा हुँदैन दाइको मोबाइलबाट। केही भनेको छैन यसमा त केही देखेको छैन। माथि धेरै भएर होला दिदी। देखिनाला छैन। यता अँध्यारो अँध्यारो छ घाँस पात देखिरहेछ। हाम्रो पार्टनरहरू कता हो थाहा छैन। देखे हुँदैछ बेबी राम्रो लागिरहेछ है। म सुन्न लाग्यो। तिमीलाई कस्तो लागिरहेछ? एकदम मजा आइरहेछ मलाई। मजा आइरहेछ। म यहाँ मेरोमा स्टोरेज फुल भयो क्या त्यो डिलिट गर्दै थिएँ क्या त्यही भएर हो। अब चाहिँ म इन्जोय गर्छु। म एक राउन्डमा त म डिलिट गर्नेमै लागिरहेको थिएँ क्या। बिस्तारै हेरेर बेबी कस्तो लागिरहेको रमाइलो लागिरहेछ हो। देखिनु भएको छ? खोइ कहाँ? हेलो ओ हेलो हेलो। म चढ्नको लागि लाइन बसिरहेको छौँ हेर्दैछौँ। मेरो हस्बेन्डले चाहिँ म खेल्दिनँ हुनुहुन्छ। दिदी मजा आयो? मजा आयो कि नहीं? मजा आयो दिदी? मुकेश मजा आयो? एकदम मजा आयो क्या। अगाडि ठोक्याउने घुमाउँदै एकदमै। मुकेश रेडी 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 गो। दार्जिलिङको गाना गाउँ न। दार्जिलिङको गाना तेरे आँखों
मामा मामा ए मामा मामा अगाडि नगर्छ भने अनि मामा ल ल फास्ट 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 हो बेबी डर लाग्यो ए रुपा तिम्रो वेट त धेरै समझ रहे हो ना अलिकति भए नि डाइटिङ गर्नु पर्छ कतिचोटि हो दुईचोटि हो एकचोटि हो अब आउँदैछ 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 ल है ल फास्ट वाला मजा आयो अब हामीले यहाँ इन्जोय गऱ्यौँ मजाले बच्चाहरूले मात्रै होइन हामीले पनि इन्जोय गऱ्यौँ एकदम मजा आयो अब चाहिँ हामी घरतर्फ लाग्दैछ दिदी मजा आयो धेरै मजा आयो धेरै मजा आयो क्या है किन हाँसेर पठाएको गोठी यो मलाई नै त्यस्तै भएको थियो मलाई मात्रै हो भने त हजुरलाई पनि त्यस्तै यहाँ बढी हाँस हुने यहाँ दुख्छ नि त भने ब्रेक डरले गएनौँ हामी केही हुँदैन वाउ कस्तो दामी रहेछ कस्तो राम्रो यो हेर न यो कति राम्रो यो कति नाम हो दिदी यो कलर हेर न कस्तो राम्रो टोक्दैछ झगडा गर्दैछ के भन ल कस्तो राम्रो यो कलर पनि राम्रो छ हेर न